ल टक्क आज लोकल ढिँडो लोकल माछा है लोकल माछा सहित होइन हामी साथीहरू टक्क हाम्रो कुमार भाइ उहाँले लाज मान्नु भएको छ है उहाँले लाज मान्नु भएको छ सन्तोष सर अनि यहाँ हाम्रो अक्कल सर हुनुहुन्छ होइन हेलो हाई भनौँ अनि यता चाहिँ म है हामी आज अर्ग्यानिक खाम भनेर आएको सबैले हेरेर टक्क माया गरिदिनु है लाइक कमेन्ट गरिदिनु होला लोकल ढिँडो है हाम्रो कुमार सर है त्यो चुर टिकटक हैन के यता गर्न त्यो यता गर्न यता गर्न साथै पोस्ट गर्नु नै त्यो चुर यता हटान ल हालको ठिक छ केही छैन बैरागी माइलो होइन कस्तो मिठो खै एउटा मुस्कान दिनु न त्यो स्पेल गर्न मिल्छ भनेर त्यो नखिच्नु है मलाई यार मिठो देखाएको छ यार सन्तोष सर है टक्क छुटे क्यामेरा पनि राम्रो देखिन्छ यार ल यहाँ अक्कल बतार मैकोटको अतिथि ल है आपुन त ज्याप आपुन ज्याप के रेडो हो अलिअलि खानु यति पच हुन्छ हैन हुन्न पच त हुन्न यो पच हुन्न तपाईँ हेलो कुमार सर तपाईँ भन्नु केही छ मैले भन्नु केही छैन तर पनि आज ढिँडो खाइरहेको छु होइन तर मिठो तर माया गर्ने होइन ल लाउनुहोस् तपाईँले ढिँडो खानुहोस् है तोरीको सागसँग ढिँडो होइन यो टक्क लगाएर कुखुराको हैन लोकल माछा हो के लोकल माछाको टक्क झोलसँग खानु जान्ने रहेछ नि कुमार सरले खान जान्नु हुँदो रहेछ हाम्रो सन्तोष सरले खान जान्नुहुन्छ के सन्तोष सरले त खतरा खान जान्नुहुन्छ नि सन्तोष सर देखाउनु खाएर तरिका सन्तोष तपाईँले देखाउनु त एउटा ढिँडो खाएको आइडिया ढिँडोसँग म त फेरि रेड बुल रेड बुल पनि हुन्छ टक्क यसरी खाने यसरी फत्लक निन्ने हो नि त होइन सटलक्कै हो के ए खै यहाँ पिस छैन त छैन के अकल सर ल अकल सर तपाईँले चाहिँ ढिँडो कसरी खान्छ देखाउनु त मैले त ढिँडो ठ्याक्कै हाम्रो सन्तोष भाइले सिकाउँदै हुनुहुन्छ कसरी खाने भन्ने कुरो यसरी खाने यत्रो धेरै नलाउने ठिकै यस्तो नगर्नु यत्रो त म कहाँ खान्छु सबैलाई बराबर छ हेर्नुहोस् ल मेरो अलि बढी छैन सन्तोष भाइ छैन सबभन्दा बढी सरको छ तपाईँहरू सबै मिलेर मलाई तेल लाउनु भयो म चाहिँ भर्खर सिकेको चाहिँ यस्तो डल्लो पार्ने रे होइन यसो डल्लो पार्ने अनि यसो भिजाउने तर कटरमा खाने होइन थालमै खाने हो अनि सट्टै यता फर्किनु त यसरी निक्लिने हो गुड यता मेरो पनि आउँछ है होइन खै यहाँ झोल त छैन है मलाई अचार छैन तपाईँलाई झोल छैन हामीलाई अचार छैन ल यसो गर्ने होइन यसरी भिजाउने हो क्या ढिँडो भनेको यसो भिजाउने अनि त्यहाँ टक्क मुखमा हाल्ने यो चाहिँ हाम्रो सानो बेरीको सुरेश सर यता देखाउनु त सानो बेरीको असला माछा एकदम अर्ग्यानिक यो चाहिँ कहिले खाने रहर भयो आउनु होला कन्ट्याक्ट गर्नु होला हाम्रो सन्तोष भाइको नम्बर ऊ चाहिँ एकदम मछोरा माछा मार्ने प्योर मान्छे ल सबै हेला आयो भन्नु नि त ल अनि हाम्रो सुलभ कटेज अर्ग्यानिक खानु पर्यो भने यो ठाउँमा आउनुहोस् यस्तो ढिँडो माछा अनि कुमार सर फर्ममा पालेको काली लोकल खसी खान चाहनुहुन्छ भने तपाईँ सुलभ कटेजतिर आउनु होला ल हामी सुलभ कटेजमा छौँ है आउनु होला कृपया ल हालिदियो युट्युबमा तेरो उसमा च्यानलमा